हेलो गाइजहरु ह्यापी संक्रान्ति। संक्रान्ति कस्तो भयो तपाईहरुको विशेष? मेरो त आज मेरो बुढीले आज हरियो परियोलाई नि प्राथमिकता दिनु। यो साग चाहिने साग तरुल पनि विशेष हो आजको। तरुल खान्छ ठुलै खान्छ अलिकति। मसला चटपट मसला हो या ठिक छ। अचार जस्तै भएको छ। मजा खान्छ गाइस। सबै आफ्नो बारीको हो। बारीको ट्याप्प टिपेर खानलाई छुट्टै मजा आउँछ। चाहे पकाएर खानुपर्ने चिज पनि गाइस। कागती मेरो बुढीले मलाई च्यालेन्ज देखायो कि तपाईले टोक्न सक्नुहुन्छ घर्याप्प लाएर भन्ने कुरा छ। र म घर्याप्प पार्न जाँदैछु। यहाँ चाहिँ मसला छ है। यहाँ सागको माथि है मसला रस यो यहाँ माथि हो नचिर्न। रस चाहिँ एकदमै छ है अमिलो। ठिक छ। भन टोकौँ त्यहाँ टोकौँ। यो चाहिँ हरियो केरा हो। गाइस दिनु भन दिनु। मलाई अलि अमिलो लागिरहेको त्यस्तो त्यो धेरै दामी लाग्दो रहेछ क्या अझ। गाइस खै चाकु पानी आयो क्या म पढ्छु खान्छौ त खाऊ त। मेन च्यालेन्ज ल यो रायोको साग हो। चाहिने साग त खान्छ ल यो खाँदा आदि रायोको साग पनि राम्रो हुन्छ। नुन खुर्सानी खान्छ मसला यो हो मसलामा चपेर। तिमीलाई नि खानिदिन्छु म। तिमीलाई मिठो हुन्छ भन्नै पर्दैन म खानिदिइहाल्छु। मिठो हुन्छ मलाई चाहिँ खुवाउने। बल्ल बल्ल मिल्यो। यो चाहिँ एकदम मिठो चाहिने साग। यो हो फापरको फुलौरा। यो चाहिँ फापरको फुलौरा है आफै बनाएको।
अचारको साग काट्दिनँ गाए चाहिँ मैले भर्खर दिएको फुलौरा त नहाने म चाहिँ किन हाने म चाहिँ किन हाने मैले यसरी दिएको नहाने यसरी दिएको भने बाई गाइस